प्रचण्ड सकियो भन्नेहरूका लागि त झन् ठुलो जनलहर पो देखिन थाल्यो त। आज यो कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एकता सन्देश सभामा आज हेर्नुहोस् त त्यहाँको जनता उर्लिएको। यो उर्लिएको जनसागर हेर्दाखेरिमा के लाग्छ तपाईँहरूलाई? प्रचण्ड सकिएका रहेछन् कि? यो भिडियो सक्दो सेयर गर्नुहोस्, किनकि देशमा चाहिँ प्रचण्ड नीति हुने, गणतन्त्र हुने, संविधान हुने, संघीयता हुने, अनि नेतृत्व चाहिँ प्रचण्डको नहुने, त्यसैले पनि देश यसरी बिग्रिएको हो। अब जसको नीति उसैलाई नेतृत्व दिउँ न, अनि थाहा हुन्छ। अब जनताले बुझ्दैछन्। ठाउँ ठाउँबाट जति ठाउँमा आमसभाहरू भइरहेका छन्, सन्देश अथवा एकता सन्देश सभा भइरहेका छन्, त्यहाँ जनता पुरै उर्लिएको देखिन्छ। यो हेर्दाखेरिमा के लाग्छ भनेपछि अब यो देशमा नेपाली कम्युनिस्ट पार्टी मात्र हो के खासमा यो व्यवस्था, यो नीति र यो सबै हाम्रो अहिलेको जुन व्यवस्था छ, यो व्यवस्था ल्याउने पनि उही हो र यो व्यवस्थालाई बुझेको पनि छ र यो व्यवस्थामा रहेर देशलाई कायापलट गर्न सक्छ। हामीले यो बुझ्ने कुरा हो। जसलाई त्यो कुराको थाहै छैन, यो नीति, यो नियमको थाहै छैन, यो व्यवस्थाको थाहै छैन, त्यो व्यक्तिले नेतृत्व गरेर नै अहिले नेपाल यस्तो भएको र त्यसको नतिजा जेनजी आन्दोलन भएको हो। अब चाहिँ नेपाली कम्युनिस्ट पार्टीले पक्कै पनि केही गर्छ। त्यसैले हामीले विश्वास गरेर अब त्यो पार्टीलाई अझै अगाडि बढाउनुपर्छ। सक्दो यो भिडियो सेयर गरिदिनु होला। कति हुनुहुन्छ तपाईँहरू नेपाली कम्युनिस्टका साथीहरू, कति हुनुहुन्छ? अनि तारा चुनाव चिन्हलाई समर्थन गर्ने कति हुनुहुन्छ? तपाईँहरूले यो भिडियो सक्दो सेयर गरिदिनु होला। धन्यवाद।